पहिलाको जस्तो बनाउनु न पहिलाको कस्तो बनाएर बनाउनु थियो ल ल ल लु घाँस दिइराखेर आउनु नि ल अब चाहिँ म साथी हो आलु दम बनाउनु पर्यो अरू काम के गर्नु र बाहिर निस्केर काम गर्नु पनि सक्दिनँ अब घरमा यसो खाजा चारो भान्सा त्यति र मलाई दिन जाइहाल्छ त्यही पनि नगरी हुँदैन बसिरहनु पनि छटपट लाग्छ काम गर्नु पनि नसक्ने यस्तै छु हो साथी हो के गर्नु खै कस्तो पर्खिन्छ पर्खिँदैन लु फेरि धेर दुतो हुन्छ होला शङ्का पनि खुल्दैन हौ मान्छेले फेरि मन पर्दैन भन्ने जानु मन त पर्छ सुकेरी गराउँछ कि कता हो कस्तो आगो भ्याक्कै हेरिरहेको खोर्सानी छक्की छैन हौ कता गएछ खोर्सानी तरकारी रहेछ हिजो कहाँ राखेँ खोर्सानी पनि छेउमा अगाडि ल्याइरहेको र पनि नदेखेको त्यो आएको त मम्मीले चाहिँ खाजा खान थाल्नुभयो ल यहाँबाट गएर खिचिदिनु भयो पल्टिन्छ म त के को पल्टिन्छ ल बोल्नु भयो त बोल्दा भनेको कि नबोली आयो कि गाउँ त पहिला हो भने रसिलो छ नयाँ भएकोले होला के पनि अब चाहिँ म भर्खर 9 बजे होला कुखुरा छाड्ने साइड अहिले चाहिँ निस्क्यो मेरो कुखुरा छोड्नु पर्यो अनि कुखुराहरूलाई चारो दिनु पर्यो अघि छोड्नु भनेको त नि होइन के भयो खोइ ल आइज डल्लै आइज ल जा नतर्सी न डल्लै लु निस्क बाहिर निस्क्यो है त्यही काले नअत्ताली न तर भोक लाग्यो होला लु अघि फेरिमा तँलाई भोक लाग्यो नि खोइ हिजो खाएको ए एउटा पनि रहेनछ भुँडीमा चारो नि किन नलागोस् त है अत्ताली जो है च्याङ्से त च्याङ्से है तेरो नाम ओइ मैले यता आइज मलाई सबै छरेर कतै गर्दै लु यहाँ खाऊ
चारो नि रहेछ त्यही खाऊ परेर पनि घर पुऱ्याउनु ए त्यता खालु आइज डल्ले आइज आइज डल्ले आइज आइज यहाँ खा तेरो दिदीलाई धपा आउँछ धपा पनि खानु छर्दैछ भयो यसै मिलाउनु पऱ्यो यतिभरि छरिदियो लु खाऊ है यो बट्टामा उहिले आमाले यो भरि घिउ बनाएर राखेर हामीलाई ल है खाऊ है भनेर दिन्थे तरकारीमा लाएर खान्थ्यौँ कोही बेला भातसँग पनि खान्थ्यौँ अब त खोइ अब त यसो बटुकोमा पाल्ने पनि छैन बस्तु पाल्नु सके पो घिउ हुन्छ पाल्नै नसकेपछि ढङ्ग नभएपछि के गर्नु घिउ खानु मन लागेर पनि नसकिने भयो बस्तु पाल्नु खानु बस्तु पाल्नु छोडेपछि कस्तो नर्मस हुँदो रहेछ घाँस पलाउँछ बारीमा घाँसहरू काटेको दिएको डुलेको गोठाला गरेको सम्झिँदै बसिरहन्छु साथी हो म त पाल्नु मन लाग्छ त नि पाल्ने बुता छैन के गर्नु र खोइ ती वस्तुहरू पहिले गोठाला गरेको वस्तुहरू आफूले घाँस खाएको बाँधेको वस्तुहरू सबै सपनामा देख्छु अनि एकचोटि आफै छक्कै परेर लडिरहन्छु भरे मरोस् न है के सम्झिरहनु आफू पनि जाने हो भन्छु आफै चित्त बुझाउँछु हो साथी हो यस्तै छ के गर्नु र आइज है के आयो काका के हो फेरि कुखुराको सतुर पनि कतिवटा हौ बच्ची कोदो टिप्नु हतार भयो मलाई नि खानु जन्मेकोहरू कहिले त्यो हाम फाल्ने हो उतै ल कालो पो टकरा रहेछ हौ दिदी सबै तेरो छोराछोरीले छरिदिइहालिस् के गरिदिन्छस् चाहिँ बो यो फुलमध्येमा मैले मन परेको चाहिँ कर्कुला फुल सुनखरी प्याजी रङ अनि मदर प्लान्ट सयपत्री यति यसको चाहिँ नाम आउँदैन फुल त राम्रो छ त नि नामै आएन मलाई दही पनि लाउनु चाहिँ पऱ्यो यो सयपत्री चाहिँ साह्रै राम्रो फुलेको आजभोलि यो अनिकाली बेलामा फुलेको फुल राम्रो लाग्छ यसमा पनि मिहिनेत हाम्रो अरूको थुप्रै छ छनु चाहिँ म त यसो राम्रो रहेछ हेर्ने राम्रो रहेछ भयो भन्ने मात्रै हो अनि गर्नु पनि आउँदैन यसै बढ्नु सकेन फुल त राम्रो थियो बढ्नु सकेन माथि आए त कस्तो राम्रो हुन्थ्यो ए लोहरोले किची मार्यो कि क्या हौ लोहरो पनि सानो भएको के ढल्क्यो क्या हौ यस्तो बुटा भएको मखमली चोलो लाउनु कति राम्रो हुन्थ्यो होला यी दुईटा फुलको पात साह्रै मन परेको थियो सयपत्रीको त ठिकै हो अनि
प्याजी रङको फुलको सल साह्रै राम्रो लागिरहेछ तर पछि ओड्नु पर्ला हुनु चाहिँ यो चाहिँ मैले जम्बु बत्तम काटेर ब्रस राख्ने गरेको यता सार्दा उता सार्दा कोही बेला भुइँमा झर्छ कोही बेला केराको खेततिर पुग्छ अनि काटेर यसो पुरानो राख्ने गरेको ठुलो हुनु है तरकारी केलाउनु पर्यो साथीहरूले त सब साथीहरूले खाना खाइसक्नु भयो होला म त ढिलो छु मान्छे पनि ढिलो खुवाइ पनि ढिलो यति बेला हर सुट गर्दैछु यो पनि भतिजुले दुई पठाएछ र अब यही बनाउनु पर्यो अरू त के बनाउनु खै छाक चाहिँ काउली मिठो हुँदैन कहाँ पाउनु काउली तरकारी तरकारी दिन सकिने रहेछ अब खै गाउँ छोडेर जाँदा पनि कहाँ जानु सहरमा भए त तरकारी फेरि खानु त पाइन्थ्यो अब सुकुटी डल्ले च्याउ काउली बन्दा पालुङ्गो रायो साग सबै फेरि खानु पाइन्छ गाउँमा त कोही आफूले लायो भने मात्रै लाउने ढङ्ग पनि छैन लाउँदा पनि फेरि धेर पनि भइहाल्ने तरकारी पकाउँदैछ के भयो जान पनि चाहिँ मैले अब सिमतङ्गे सिमीको बिरौला गुन्द्रुक खानु गरेको ढिलो पाक्छ मिठो त मिठै हुन्छ तरकारी ढिलो पाक्छ हतार पकाएर खानु चाहिँ हुँदैन भिजाएर पकाउनुपर्छ अब चाहिँ म खानु आँटेको 2-4 जस्ता खाइ पनि हाल्यो जान्यो यो सिमी अलिक खरी भएछ साह्रो भयो कोही चाहिँ फेरि ठिक्क पाएछ खोर्सानी हालेर खान्छ नि जाम अलिकति थापौँ न ए फेरि थपौँ भयो त्यति नै पोलो पो सिरानी राख्नु पर्यो तरकारी
What? खोर्सानीको बिरुवा हुन थालेको बिरुवा पनि सबै मर्न थाल्यो सुरुङ्गीले। यो मुसाले केही पनि राखेन आँटेन। खोर्सानीको बिरुवा पनि फलेर खानु नदिनु आँटो। यस्तो चाहिँ जेमा रस छ हौ। जरै त खाइदियो के बोलाउँछ।
खा लुखा त्यहाँ फेरि मोती दिन्छस् अनि चारै खानु छोड्छस् होला उसो खानु सुँगुर त सुँगुर दुईटा हातलाई टेको त्यही खा आखा कसले खोसिदिएन नि तेरो भात ए ओइ बुझे यता हेर बुझे हेर तेरो साथी खा खा ए गर्दै खा खानु बुझे हेर खान्थिस् टोक्थिस् नि भेटे त लु तेरो थुना पनि क्या हो ढुङ्ग्रोले ठगे जस्तो यो चाहिँ मैले अघि सिउला काटेर लगाइदिएको सुँगुर पनि राडीमा सुतोस् न भनेर पानी नआइन्जेल त हो पानी आएपछि दिएको राडीमा गुन्द्री यत्रो भयो बल्ल 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 यत्रो भनेको सुँगुर भने जस्तो चारो खाँदैन के भर्छ र मिठो मिठो चाहिन्छ कट जातको छोक्रा खाने भए भर्छ भातै भातले कसरी बढाउनु लाख 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 ल खानु लु भयो अब अब चाहिँ प्याज केलाउनु धरेको अन्त लसुन पनि भएन यस्तो मसिनो छ यस्तै भए पनि अब केलाएर खानु पर्ला नपुगे किन्दै नत्र त्यो सुकेर जाने त हो लु यो चाहिँ यहीँ बसोस् न है प्याज चाहिँ बोटो अलिअलि भयो थोरै रोपेको त्यही पनि हुनु त भयो चाहिँ